पैसा लाग्दैन, केस फ्री हुनेछ। यहाँ दाँतको भिडियो एक्सरे हुन्छ, तर मेसिनले होइन, मन्जनले हुन्छ। हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग दाँत पनि हो। हामी सबैलाई निवेदन गर्छौँ, दाँत सफा राख्नु र स्वस्थ रहनु। यस्तो कुरा होइन कि दाँत सफा हामी कहाँ नै गर्नु। तपाईँको बजारमा थुप्रै डेन्टिस्टहरू छन्, त्यहाँ गएर पनि आफ्नो दाँत सफा गर्नु। त्यसैले पान, गुट्खा, तुलसी, चुरोट र पानीको आइरनले तपाईँको दाँत यदि रातो, कालो, पहेँलो भएको छ भने आउनुहोस्, एकपटक फ्री टेस्ट गरेर जानुहोस्। कुनै बाध्यता छैन, मन परे मन्जन लिएर जानुहोस्, मन नपरे नलिनुहोस्। सँगै दाँत दुख्ने, बिगाबाट रगत आउने, सास गन्हाउने, एरिया रोगको उपचार यही मन्जनले गर्छ। प्रयोग विधि: एक गिरको सेतो पाउडरमा 6 थोपा रातो झोल मिलाएर पेस्ट जस्तो बनाउनु र मजाले 3-4 मिनेटसम्म ब्रस गर्नु। तपाईँको समस्या 5 दिनभित्र ठिक गर्छ। तपाईँ घरबाट बाहिर जाँदै हुनुहुन्छ भने घरको लागि एउटा गिफ्ट लिएर जानुहोस्, घर परिवार सदस्य पनि खुसी हुनेछ। यो यस्तो चिज हो सबैलाई आवश्यक पर्छ। कसैलाई चिसो पानी, आइसक्रिम, गुलियो खाँदा दाँत छिरी हुन्छ भने राति सुत्ने बेला 1 कप तातो पानीमा 10 थोपा झोलसँगै थोरै नुन खुल्ला गर्नु, दाँत छिरी बन्द हुनेछ। आउनुहोस्, दाँत सफाएर जानुहोस्। ओके के भनेको अब जाने कोठामा त होला नि म त अब चाखर जान्छु यहाँ दबाई फोटो फिल्म तेरो लिएर आइज न उता अगाडि बस्नु उता अगाडि बस्नु लु यता हेर्नु भनेको कहाँ उता हेरेको यता हेर्नु के यहाँ चाहिँ नबोलेको